किनेर ल्याएको फुल चाहिँ यस्तो फुलिरहेको छ हो। यो चाहिँ पुरा नफक्रिकन नि यस्तो भएर आफै यस्तो हुँदो रहेछ हो। यो चाहिँ त्यति खासै राम्रो भएन, तर यो चाहिँ एकदम लाइट येलोमा दामी छ। एउटा यो, दुईटा यो, तीनटा यो, चारटा, पाँचवटा, छवटा। यो चाहिँ अलिक रोगी भयो कि त्यही भएर अहिले चाहिँ सानै छ भर्खरै। अनि पछि फुलेपछि देखाउँछु। यस्तो भयो। अनि यो चाहिँ हाम्रो घरकै हो होइन, यो चाहिँ घरमै फुलेको हो। यो चाहिँ पहिल्यैदेखि यहाँ थियो बिजन। यो कस्तो दामी छ। यो चाहिँ टटल्स कस्तो राम्रो छ। अनि यहाँ यस्तो दामी फुलेको छ नि, यस्तो दामी फुलेको छ अनि दामी छ। यो चाहिँ थाहा छ रहेछ के हो भनेर। यो सानो तल आन्टीले पठाइदिनु भएको सानो ओयलको उयसमा पठाइदिनु भएको थियो, हामीले त्यसमै राखेको थियो। कस्तो दामी फुलेको छ। एन्ड यो मैले मिक्सअप गरेर गुलाबको फुल रोपेको थिएँ। यस्तो हुँदैछ यो। एउटामा पिङ्की छ, यहाँ लाइट रेड छ। यस्तो फुलेको छ, यस्तो दामी फुलेको छ। यो एरियाको अस्ति भर्खरै बनाएको फ्लावर हाउस हो यो। अनि अरू चाहिँ सबै यहाँ छ। यो चाहिँ भनेको चाहिँ यो चाहिँ घरको उयसमा हो। यस्तो दामी दामी फुलेको छ। यो झन् कति धेरै 20 to 25 डेज चाहिँ टक्कै बस्दो रहेछ एकचोटि फुलेपछि। एकदम राम्रो खालको रहेछ। तर पानी चाहिँ बेसी हाल्नु नहुने रहेछ, यसलाई कुहिहाल्दो रहेछ नि त, नाजुक छ यसको उयो चाहिँ, त्यही भएर कुहिहाल्दो रहेछ। सो त्यसैले घरिघरि पानी हाल्नु पर्दो रहेन। 3-4 दिनमा बिराउँदै हाल्नुपर्ने रहेछ। यो कस्तो राम्रो छ यो पनि हो। एकदम नाजुक छ यो पनि, चलाउने बित्तिकै झरिहाल्छ यसरी। टुकटुके, यो चाहिँ टुकटुके।